हेलो एन्ड नमस्ते गाइज सबैजनालाई स्वागत छ मेरो फेरि पनि छोटो मिठो मिनी ब्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत छ र आई होप सबैजना सन्चै हुनुहुन्छ होला। यता म पनि सन्चै छु। अनि के कस्तो चलिरहेछ त दिनहरू मेरो चाहिँ कुन यो तरिकाको चलिरहेछ भनौँ। र सबैजना मेरो साथीहरूले सोधिरहनु भएको थियो कि के काम गर्छौ भाइ, जहिले पनि बाइकमा हिँडेको यताउता बाटोको मात्र भिडियो देखाउँछु, कहिलेकाहीँ त आफ्नो कामहरूको भिडियो पनि देखाउनु पऱ्यो नि त, के काम गर्छौ भनेर सोध्नु भएको थियो। सो आज चाहिँ मैले आफ्नो कामबारे र आफ्नो काम गर्ने ठाउँ देखाउँ गइरहेको छु तपाईँहरूलाई। अब धेरै जज नगरिदिनु होला, किनभने त्यस्तो खास चाहिँ फेसिलिटी भएकोवाला चाहिँ छैन, मेरो चाहिँ चलिरहेको छ गुजारा चाहिँ। र म चाहिँ आएँ कामबाट, अब रुममा सामान रेडी गरेर आइसकेको थिएँ। सामानहरू केही रेडी थिएन, अर्डरहरू चलिरहेकै थियो। अब एक्लै त हो नि, जे पनि गर्नै पऱ्यो। धमाधम लाग्यो के गर्नु त। अब कटिङ सटिङ गर्दै अर्डर हान्दै गरिरहेको थिएँ म पनि। अब चिकन हाल्दै होइन। र पहिले र अहिलेमा धेरै फरक छ। अब किनभने पहिला त अब सुरुमा नयाँ भएको कारणले भाषाहरू नआउने यताउता हुन्थ्यो, अनि हात पनि त्यति बसेको हुनु थिएन, धेरै गाह्रो हुन्थ्यो। आजभोलि त के छैन, खालि काम मात्र देख्नु पऱ्यो, ड्याङ्की हानिदिने हो काम चाहिँ। अनि म चाहिँ ढिलो नगरी सामानहरू केही रेडी भएको थिएन, बडा हान्दै थिएँ। अनि यता अर्डर पनि आइरहेको थियो, बडा हान्यो के हुनु अब भन। आएकै यही कामले हो, आफ्नो घर छोडेर अब के गर्नु, गर्नै पऱ्यो। अनि यता चाहिँ अब ग्रेभी पार्सल पनि हान्नै पऱ्यो होइन, कस्टमरहरूलाई पनि दिनै पऱ्यो। म चाहिँ ढिलो नगरी फेरि लाग्यो ड्याङ्की पार्सल